मिठो चाहिँ यहाँ छ यस्तो अवस्थामा पुरा रेडी पारेको धुस्रो भएको छ एकछिन। आगामी यो वर्षमा आउँदै गरेको नयाँ वर्षमा चाहिँ सबैको सम्पूर्णको राम्रो होस्। सो गाइस हामी त अहिले हेलो नमस्ते नमस्कार एन्ड साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ हजुरहरूलाई सिर्जन नामक युट्युब च्यानलमा। आज नयाँ न्यू डे न्यू ब्लग, न्यू डे न्यू मन्थ न्यू इयरमा न्यू ब्लग लिएर आएको छु साथीहरू। हजुरहरू सानो इन्जोयको लागि साथी मलाई एकदम सधैँ आरामै छु। हजुरहरूलाई पनि आशा छ सधैँ आरामै हुनुहुन्छ होला भन्ने। आजको नयाँ वर्ष सबैको राम्रो शुभ होस्, कसैको पनि खल्ला नहोस्, कोही पनि रुन नपरोस्। योभन्दा अगाडिको वर्षमा जे जस्तो भयो जे जस्तो भयो बित्यो, आगामी यो वर्षमा आउँदै गरेको नयाँ वर्षमा चाहिँ सबैको सम्पूर्णको राम्रो होस्, शुभ होस्, सुख होस्, शान्ति होस् भन्न चाहन्छु। र यसै मार्फत 2081ले टाटा बाई बाई गर्दै 2082 सालको सम्पूर्ण नेपाली दाजुभाइ आफन्तजन इष्टमित्र सम्पूर्ण र मेरो युट्युब प्यारो युट्युब फ्यामिलीहरूले सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिँदै यो भिडियो अगाडि बढेको छ साथीहरू। अगाडि बढाउँदै आजको भिडियो चाहिँ कहाँ जाने के कस्तो भनेर हजुरहरूले हाइलाइट एन्ड थम्बनेलबाट पनि थाहा पाइसक्नुभयो होला साथीहरू। त्यही पनि यो भिडियो फुल वाच गरेर थाहा पाउनुहुनेछ। फुल वाच गरिदिनु होला, भिडियो लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला साथी। 1 सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु। आजको भिडियो जे जस्तो भए पनि फुल वाच गरिदिनु होला साथीहरू। र नयाँ वर्षको सम्पूर्णले शुभकामना। नयाँ वर्षमा हाम्रो जे जस्तो भए पनि हजुरहरूको सधैँ राम्रो होस्, राम्रो सोच्छु म र सबैको कल्याण होस् भन्दै आजको भिडियो सुरु गरौँ। जे जस्तो भए पनि हेरेर इन्जोय गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। फुल वाच गरिदिनु होला भन्न चाहन्छु साथीहरू। आज चाहिँ हामी मेरो प्राणभन्दा प्यारी साथी हेर्न जाँदैछु बिरामी भएर। मिठो चाहिँ यहाँ छ यस्तो अवस्थामा पुरा रेडी पारेको धुस्रो भएको छ। अहिले चाहिँ हामी नारायणटार आइपुग्यौँ। हेलो गरिदिनु ल, नमस्ते नमस्ते गर्नु न, नमस्ते। रिसायो तिमीसँग त गजब बेइज्जती है। सो गाइस हामी त अहिले नारायणटार आइपुगेको छ माइग्रेट गरेर। अहिले बिरामी भेट्न गएपछि भेटौँला साथीहरू। म चाहिँ बिरामी भेटेर पनि आइसकेको छ। बिरामीको कन्डिसन चाहिँ कस्तो भन्नुहुन्छ भने बिरामी भन्नु एकदम नाजुक छ। जस्तै बिरामी सिकिस्तै नाजुक अवस्थाको छ साथीहरू। के भन्नु खोइ, मेरो त मुटुले साथीहरू भन्नलाई सक्छ पनि भन्दिनँ। बिचरा के भएको होला है। रोग पत्ता लगाउनु मेन कुरो त हस्पिटल लग्नु